फिल्मको मेन स्टोरी लाइन पनि ठिकै छ होइन अब एक्सनहरू पनि राम्रो छ पार्ट 2 को लागि अलिकति सुशील काम कस्तो लाग्यो सुशील दाइको काम एकदम राम्रो छ राम्रो छ अनि अलिकति सस्पेन्स राख्नु भएको रहेछ सायद पार्ट 2 को लागि होला एकदम बवाल ओके धन्यवाद है ओके ओके यहाँ दर्शकहरूले प्रतिनिधित्व गर्छ कस्तो लाग्यो फिल्म एकदम बवाल के मन पर्यो भनेर जान्नु एक्सन ठिक छ एकदम राम्रो के मन पर्यो बवाल छ एक्सन बवाल छ अनि तपाईको यो देशको अहिलेको परिस्थितिलाई पनि जनाएको छ एकदम राम्रो गजी जाउँ फिल्म बोरिङ छैन एकदम इन्ट्रेस्टिङ छ सुरुदेखि अन्तिमसम्म फिल्मले बाँधेर राख्छ ओभरअल फिल्मको एक्सन एकदमै राम्रो छ फिल्म के एकदम राम्रो लागेको छ सुशीलको काम कस्तो छ एकदम एक्सन मेन एक्सन मुभी हो एक्सन एकदमै राम्रो छ लास्टको चेजिङ सिन पनि अत्यन्तै राम्रो छ ओभरअल फिल्म राम्रो छ ओके भाइ तपाईँलाई मन पर्यो ओके यहाँ दुईजना अगाडि हुनुहुन्छ यतापट्टि आइदिनुहुन्छ अगाडि ओके महिलाहरूलाई चाहिँ कस्तो लाग्यो सोध्नुपर्छ कि फिल्म एकदमै राम्रो छ उहाँहरूको एक्टिङहरू लिएर अनि सुशील श्रेष्ठ सरको एक्सनहरू सब लिएर राम्रो छ तपाईँलाई मन पर्यो किनकि महिलाको कथा भनिएको छ यसलाई होइन महिला सशक्तिकरणको कथा भनिएको छ न्यायको कथा भनिएको छ यसलाई एकदमै न्यू छ एक्सनहरू अहिले नेपालमा सायद फर्स्ट टाइम नै होला यस्तो देखाएको मलाई चाहिँ एकदमै मन पर्यो है ओके कस्तो लाग्यो फिल्म राम्रो के मन पर्यो एक्सन लास्ट पार्ट चाहिँ एक्सन मन पर्यो हो बवाल छ एक्सन बवाल छ हेर्नै पर्छ आउनै पर्ने भयो ओके यहाँ महिला थ्याङ्क यू सो मच मुभी दामी 2 पनि छ है 2 पनि चाहियो ओके अगाडि आउनु त थोरै अगाडि तपाईहरु आइदिनु त के भनिदिनुस् न मुभीको बारेमा सुपर हिट जान्छ met the actor himself. So great movie. Thank you so much. ओके आउनुस् फिल्म एकदमै राम्रो छ है के एकदम राम्रो छ सबै कुरा मिलाएर बनाएको छ है यसको पार्ट 2 आउनुपर्छ र आज रिलिज हुँदैछ हाम्रो अर्को मुभी एन्जिला त्यो पनि हेर्दिनु होला सबैजनाले त्यसमा सानो अभिनय मेरो पनि छ कस्तो लाग्यो फिल्म धेरै राम्रो छ सबैजनाले हेर्दैन न कसो सोधौँ कस्तो लाग्यो फिल्म राम्रो छ के मन पर्यो सबै राम्रो छ सबै राम्रो लाग्यो हजुर ओके तपाईलाई चाहिँ के मन पर्यो राम्रो छ ओके ओके यहाँ दर्शकहरूलाई सोधौँ फिल्म कस्तो लाग्यो फिल्म ठिकै छ के मन पर्यो अलि स्टोरी चाहिँ त्यतिको मन परेन तर एक्सनहरू सबै राम्रो छ धेरै राम्रो बनाउने प्रयास चाहिँ गरेछ ओके तपाईलाई राम्रो लाग्यो स्टोरी अलि ठिकै छ नत्र एक्सनहरू एकदम राम्रो छ एक्सन चाहिँ पार्ट 2 को लागि पर्दैछ हाम्रो सुशीलको काम सुशील श्रेष्ठको सुशील श्रेष्ठको काम चाहिँ अलि राम्रो लाग्यो हजुर ओके तपाईँ सोधौँ एकदम राम्रो आज होली छोडी आउनु भएको छ एकदम राम्रो साउथ फिल्म यस्तो क्लाइम्याक्स दामी छ लास्टमा है अगाडि पनि ठिकठाक छ लास्ट गएपछि एकदम राम्रो छ जस्तो नेपाली लगानीमा हैन यतिको फिल्म बन्नु चाहिँ एकदमै राम्रो हो जुन एक्सन फिल्म अलि हामी साउथ हेरिन्छौँ नि त त्यो लगानी अनुसारको त्यही अनुसारको हुन्छ तर कम लगानीमा यो लेभलको एक्सन फिल्म छ अझै दामी हुँदै जाओस् सफलता मार्कोको झल्क देखाइदिन्छ नेपाली एकदमै मार्को हजुर ओके यताबाट आइदिनु यताबाट ओके हाम्रो यहाँ सबैले सपोर्ट गर्नु होला है गजी सर आउनु भएको छ गजी सर फिल्म कस्तो लाग्यो फिल्म एक्सन रुचाउनको लागि एक्सन प्याटर्नमा बनाएको छ राम्रो लाग्यो र हाम्रो सुशील भाइलाई धेरै पछि देख्न पाइयो अगाडिको 10 मिनट जति चाहिँ सिम्पल टाइपमा गए जस्तो फिल भइरहेको हुन्थ्यो होइन जस्तै ट्रेलर हेर्दाखेरि हुन्छ नि सिम्पल टाइममा गएको जस्तो लाग्थ्यो ओहो के अलिकति स्लो टाइपमा हो कि भन्ने जस्तो लाग्थ्यो तर त्यो गरेकै त्यसकै लागि रहेछ त्यसपछि चाहिँ 11 मिनटदेखि चाहिँ राम्ररी पिकअप लिन्छ र इन्जोय एकदमै इन्टरटेनिङको लागि मन पर्यो हस् थ्याङ्क यू यतापट्टि सोधौँ कस्तो लाग्यो फिल्म एकदम राम्रो के मन पर्यो हामीलाई चाहिँ त्यसमा चाहिँ लाइक हुन्छ नि तरकारीमा नुन चर्को भएको मलाई फसेन भनेर डाइलग चाहिँ एकदम बेस्ट लाग्यो एक्सन कस्तो लाग्यो एक्सन चाहिँ बब्बालाई लाइक हुन्छ नि अब बाहिरी मुभीहरू हेरे जस्तो होइन हलिउड मुभी टाइप मार्को जस्तो भन्दा नि त्यस्तै भाइब्स आयो कि मार्को भाइब्स आयो है या त्यो चाहिँ ओके यतापट्टि दर्शकहरू सोधौँ कस्तो लाग्यो तपाईँलाई के मन पर्यो मैले चाहिँ यस्तो एक्सन मुभी चाहिँ नेपाली सिनेमामा चाहिँ फर्स्ट टाइम हेरेको हो एकदम बबाल एकदमै पर्फेक्ट लाग्यो मलाई चाहिँ एकदम राम्रो सुशील श्रेष्ठको काम कस्तो लाग्यो एकदम राम्रो लाग्यो कथावस्तु नारीको कथा भनिएको छ होइन त्यो कथावस्तु कतिको भयो तपाईँले
मतलब धेरै चम्चागिरी गर्नु हुँदैन, आफ्नो सत्यतामा चल्नुपर्छ भनेर चाहिँ यो फिल्मले चाहिँ एउटा सन्देश दिएको छ। नेपाली मुभीको हिस्ट्रीमा बल्ल यस्तो एक्सन मुभी हेर्न पाइयो, दाम मिलायो। सबैभन्दा राम्रो चाहिँ होइन, सबैभन्दा राम्रो चाहिँ कि रेप गर्ने हेर्नै पर्छ यो मुभी, रेप गर्नेलाई हिँडाउनै पर्छ। हो राम्रो छ, थ्याङ्क यू ओके 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 एकदम इन्टरटेनमेन्ट गरियो होइन, एकदम बवाल छ यो होइन, एकदम इन्टरटेनमेन्ट गर्नु मुभी चाहिँ थ्रिलर मुभी छ, एकदम इन्जोय भयो। राम्रो छ मुभी। आउटलो तथा 219 आजबाट रिलिज भयो र दर्शकहरूको एकदमै राम्रो प्रतिक्रिया। हामीसँग सुशील श्रेष्ठ हुनुहुन्छ। सुशीलजी दौडधुप व्यापक छ है तपाईँको आज? एकदमै 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 टाइमै भइरहेछ नि, यताउता जाँदा सबै अलमोस्ट धेरै सोहरू हाउसफुल हुँदैछ, त्यसैले टाइम भ्याउन अलिक गाह्रो भइरहेछ, तर मजा आइरहेछ आफ्टर लङ टाइम यसरी ब्याक हुनु पाउँदा। होइन फेरि तपाईँ आउनुभयो, दर्शकहरूले यसरी घेर्नुभयो, फोटो खिच्नुभयो, भोटिङ पाउनुभयो होइन, आफ्टर लङ टाइम कस्तो महसुस भइरहेछ? एकदमै खुसी लागिरहेको छ मलाई। हाम्रो टिजर ट्रेलरहरू मन पराइदिनु भएको थियो, मनमा डर थियो एउटा, त्यो उहाँहरूले सोच्नु भएको छ ती हुन्छ कि हुँदैन, फिल्म मन पराउनु हुन्छ कि हुँदैन भनेर, तर आजको रेस्पोन्स हाम्रो सायद यो फर्स्ट सो नै होला, होलीको कारणले गर्दा अलिक ढिला भएको, तर फर्स्ट सोमै यति भिडभाड र रेस्पोन्स राम्रो आउँदा एकदमै खुसी छु म। धेरैले त चलचित्र मार्कोसँग तुलना गर्नुभयो, मार्को भनेको फेरि एकदम सुपर हिट चलचित्र हो इन्डियाको होइन, तपाईँको एक्सनलाई नि मार्कोसँग तुलना गर्नुभयो? हजुर, एक्सनलाई एकदमै मन पराइदिनु भइरहेछ। मलाई नि कतिले भन्नुभयो मार्को भन्दा दामी छ भन्नुभयो, अझ कतिले एनिमल पनि भन्दै हुनुहुन्छ। र खासमा यो मार्को एनिमल होइन, हाम्रो नेपाली फिल्म कुन लेभलको बन्न सक्छ भनेर हाम्रो डिरेक्टरको एउटा भिजन थियो, त्यो भिजनमा चाहिँ म एउटा सानो एउटा भूमिका निर्वाह गरेको हो मैले र अरू टिम मेम्बरहरूले। त्यही नै हामीलाई अरूसँग कम्पेयर गर्दा हाम्रो नेपाली फिल्म बनेको भनेर चाहिँ हल्ला होस् कि नेपाली फिल्म पनि यो लेभलको बन्छ है भन्ने चाहिँ हल्ला होस् भन्ने म चाहन्छु। ओके, त्यो त ठिक छ। त तपाईँलाई लागेको थियो तपाईँले सुटिङ गर्दाखेरि ओके मैले यदि दुःख गरेको छु, दर्शकहरूले कसरी नोटिस गर्नु होला, मैले जुन दुःख गरेको त्यसलाई पहिचान गर्नु होला कि नहोला भन्ने थियो, त्यो चाहिँ कति गर्नु जस्तो लाग्यो आज त एकदमै आउने बित्तिकै सबैले हेर्नु भइहाल्यो, यति धेरै माया गरिदिनु भयो। दुखी थियो, दुखी भन्दा पनि दुःख थियो, तर त्यो दुःख सबै आज आएर वर्थित भएको छ, सबै राम्रो फल पाइरहेको छु। कर्म गर्नु फलको आशा नगर्नु भन्छ, त्यही मैले फलको आशा गरेको थिइनँ, तर आज आउँदा एकदमै धेरै फल पाइरहेको छु मैले। तपाईँले जुन एक्सन गर्नुभयो नि, त्यो एक्सन मैले पनि अलिअलि पोस्ट प्रोडक्सनमा हेर्न पाएको थिएँ कि, त्यो अझ त्यो एउटा सिन, त्यो हङकङवाला सिन बवाल एक्सन छ क्या त्यसमा, त्यो कति गाह्रो भएको छ सम्झिन्छ एक्चुअली? ओहो, त्यो त सबैभन्दा फिल्मको गाह्रो पार्ट नै थियो त्यो एक्सनलाई, किनभने त्यो एक्सन गर्ने बेला मेरो औँलाको यो लिगामेन्ट गएको, अहिले पनि यो अलिक बाङ्गो नै छ, बिस्तारै रिकभर हुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर त्यो एक्सन गर्दा धेरै घाइते पनि भइयो, 3 महिना 4 महिना हामीले मार्सल आर्ट ट्रेनिङ गऱ्यो। यति थकित हुन्थ्यो कि त्यो एक्सन गर्ने बेला आँखा चिम्म गरेकै निदाउँथ्यो, त्यति थकित बडी त्यति थाकिरहेको हुन्थ्यो। तर त्यो एक्सन आज मन पराइदिनु भएको छ दर्शकहरूले, त्यो हाम्रो सबै, मेरो मात्र होइन सबैको काम मन पराइदिनु भएको छ, त्यो हाम्रो लागि सबैभन्दा ठुलो कुरा हो। र हाम्रो मलाई लाग्छ हाम्रो फिल्मको अझै मार्केटिङ पुगेको छैन, सायद जसले हेर्नु भएको छ उहाँले अवश्य पनि यो फिल्म हेरेर आफ्नो साथीभाइहरूलाई या फेसबुक वाल कमेन्टहरूमा चाहिँ रेकमेन्ड गरिदिनुहुन्छ जस्तो लागिरहेछ मलाई है। हजुर, ओके, अब दर्शकहरू जो चाहिँ अब आज त होली हो, धेरैले फिल्म आज हेर्न पाउनुहुन्न, धेरै होली खेल्दै हुनुहुन्छ, बाटोभरि मान्छे हुनुहुन्छ, तपाईँले हेर्न आउने दर्शकहरू म्याक्सिमम मैले बाटोमा देखिरहेको थिएँ होली खेलेको होइन? हजुर, ती दर्शकहरूलाई भोलि पर्सि छ, भोलि शुक्रबार बल्ल हजुर होली पनि मनाउनु पर्छ। होली हाम्रो एउटा महत्त्वपूर्ण चाड नै हो देशको, तर अब होली सिद्धिएर हजुरहरूले हाम्रो चलचित्र हेर्नु भएको छैन भने एकचोटि टाइम मिलाएर हेरिदिनु होला, राम्रो लाग्छ भने अनेस्ट फिडब्याक दिइदिनु होला, नराम्रो लाग्छ भने भनिदिनु होला हामीलाई। सायद 4 वर्षपछि मैले पनि कम ब्याक गरिरहेको छु, केही न केही अवश्य सुधारेर आएको छु होला, सायद त्यो तपाईँहरूले भनिदिनु भयो भने त्यसमा चाहिँ अब म आफ्नो इम्प्रुभमेन्ट के गर्न सक्छु म फेरि यो फर्दर फिल्महरूमा गर्छु। तपाईँहरूको चाहिँ एउटा समय मिलाएर फ्यामिलीसँग, किनभने पिजी सर्टिफिकेट पाएको छ, प्यारेन्टल गाइडेन्स फ्यामिलीसँग जानुभयो नि हुन्छ, एकचोटि गएर हेरिदिनु होला र कस्तो लाग्छ फिडब्याक दिनु होला। के छ अब यत्रो 4 वर्ष लाग्छ लाग्दैन त कमब्याक गर्नु? कमब्याक त नभनौँ, आउनलाई अब चाहिँ लाग्दैन, अब चाहिँ किनभने मेरो अर्को डिफ्रेन्ट धेरै प्रोजेक्टहरूको कुरा पनि हुँदैछ। अब म चाँडै फेरि ब्याक टु ब्याक आउँछु। मैले चाहिँ खास दर्शकहरूको लागि नै टाइम लिएर एउटा राम्रो प्रोजेक्ट गरौँ भन्ने मेरो सोचले नै मैले पुरेको यति समय लिएको हो। तर अब चाहिँ म फेरि नेक्स्ट प्रोजेक्टमा आउँछु चाँडै। कस्तो हुँदो रहेछ, अधिकांश प्रोजेक्टमा नायिकासँग पब्लिसिटीमा हिँडिन्थ्यो, प्रचार गरिन्थ्यो हलमा, अहिले एक्लै कुद्नु परिरहेको छ, नायिका मिस भइरहनु भएको छ? हजुर, नायिका पनि एकदमै मिस भइरहेको छ, तर हाम्रो यो समय पनि धेरै भयो नि त्यो प्रोजेक्टलाई। बिचरा नायिकाको हाम्रो उसको नि भविष्य एउटा पढाइको सिलसिला, पढाइको व्यस्तताले गर्दा हो,
अस्ट्रेलियामा हाम्रो रिलिज भएपछि नायिकाले अवश्य नै त्यहाँ म्यानेजमेन्ट गर्नुहुन्छ, त्यहाँ प्रमोसन गर्नुहुन्छ। आज मैले जहाँ गर्न सक्छु मैले त्यहाँ गर्ने हो, भोलि हाम्रो नायिकाले अस्ट्रेलियामा गर्न सक्नुहुन्छ, उहाँले उता गर्नु भइहाल्छ नि है। हजुर। तर तपाईँलाई आज यहाँ नायिका छेउमा भइरहेको भए अझै सुनमा सुगन्ध हुन्थ्यो उहाँ हुनुभएको भए। तर ठिकै छ, अब उहाँको यो मसँग हुनुभन्दा नि उहाँको भविष्य राम्रो हुनु पर्यो। तपाईँलाई के छ अहिले जस्तो आउटलुकको ट्रेलर टिजर आएपछि तपाईँले रोमान्टिक फिल्म पनि गर्नु भएको छ, फ्यामिली फिल्म पनि गर्नु भएको छ, फेरि यो फिल्म गर्नुभयो एक्सन फिल्म, कस्तो फिल्मबाट बढी अफर आइरहेछ? मसँग अहिले आइरहेको फिल्महरू धेरै जसो एक्सन फिल्म नै हो, एक्सन फिल्म नै आइरहेछ। तर सायद अब यो दर्शकहरूले एकदमै मन पराइदिनु भयो, अझै अडियन्सहरू हलमा धेरै आइदिनु भयो भने म अवश्य नै फेरि नयाँ एक्सन फिल्ममा आउँछु होला। जोस आएर झन् खतरा योभन्दा खतरा योभन्दा अवश्य नै योभन्दा त खतरा गर्नै पर्छ नेक्स्ट प्रोजेक्टमा। तर अब दर्शकहरूले यो हाम्रो आउटलाई मन पराइदिनुहुन्छ, तर धेरै राम्रो रेस्पन्स आयो भने म फेरि एक्सन फिल्ममै आउँछु दर्शकहरूको माग अनुसार। शुभकामना तपाईँलाई। आउटल दफा 219 रिलिज भएको छ, तपाईँको 4 वर्षपछि